दर्शकबिन कान्छीलाई दुःख दिनोसम्म दिएका छन्। उनीहरूले अब भने सागरलाई आफ्नै इसारामा चलाउन सके भए झनै राम्रो हुन्थ्यो भनेर सागरका मामा अनि आमाले सोध्छन्। दर्शकबिन अब भने सागरले सबै कुराहरू थाहा पाइसके। अब के हुन्छ त आउनुहोस् आजको भिडियोमा रहेर जानकारी दिनेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र दर्शकबिन च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक गरिदिनुहोला र भिडियो कुन ठाउँदेखि गाउँदेखि हेर्दै हुनुहुन्छ तल कमेन्ट बक्समा बताउनुहोला। दर्शकबिन यता भने हाम्रो फेसबुक र इन्स्टाग्राममा पनि फलो गरिदिनुहोला, जुन लिङ्क हामीले डिस्क्रिप्सनमा राखेका छौँ। त्यहाँ गएर हाम्रो फेसबुक पेजलाई र इन्स्टाग्राम आइडीलाई भने फलो गर्न नबिर्सिनुहोला। दर्शकबिन अघिल्लो भागमा हेरेअनुसार भने कान्छी आफ्नो माइती घरदेखि सागरको घरतिर जान लागेकी छन्। सागर, उनका भाइ अनि कान्छी अनि छोरी भने हिँड्दैछन्। दर्शकबिन उनले भने ठुली छोरीलाई लिएका छैनन्, अब दसैँमा भेट्नुपर्छ भनेर। अब भने सागरले त्यहाँ आए। दर्शकबिन सागरकी आमा अनि मामा माइजूहरू भने सागरको स्वागतमा लाग्छन्। तर दर्शकबिन सागरलाई त्यो नाटक सबै थाहा भइसक्यो। सागरका भाइले र कान्छीले मिलेर भने सागरलाई भनिसकेका छन् आफ्नी आमाको बारेमा। दर्शकबिन उनीहरूले भने अब सागरलाई स्वागत गर्नुपर्छ भनेर दोसल्ला र रङ ल्याएका थिएन। दर्शकबिन त्यतिकैमा भने सागरले रङ छिट्टाइदिन्छन् उनीहरूको मुखमा। त्यो किनभने अब आउने भागमा सागरले उनीहरूलाई घरबाट निकाल्नुपर्छ।